वेलकम छ माई भिडियोमा। यहाँहरू सबैलाई नमस्कार। आजको वेदर यस्तो छ युकेमा, हावा सिरिरी चलेछ, घाम पनि लागेछ, चिसो चिसो मौसम हुन्छ। अब म यहाँनिर चाहिँ बाटो क्रस गर्न लागिरहेछु कि खुल्ला खुल्ला छ बाटोहरू। आज दिउँसोमासम्म खुल्ला खुल्ला हुन्छ। म चाहिँ अहिले अब काममा जाँदै गरेको है त। यति बेला अब हेरौँ, यति बेला मध्य भइरहेछ, मध्य दिन भइरहेको छ। नमस्ते सेवारो। टाढा लाग्नु भयो? सेवारो कता हिँड्नु भएको? ए यता हो नि, यहाँ तल भिक्टोरिया पार्क नजिकै। हजुर, हिँड्दै गर्नुभएको? ए छोरीले काम पायो? ए त्यही त, अस्ति आइतबार आउँछु भन्नुहुन्थ्यो र म दिनभरि आइतबार आउनु भएन नि, दिनभरि बसेँ। होइन, सोमबार चाहिँ हो तपाईँहरू आउनु होइन? सोमबार चाहिँ छिटो गएँ होइन, आइतबार चाहिँ दिनभरि बसेँ। ठिकै छ, काम पायो भने राम्रै भयो ल। त्यही त, कहाँ तपाईँसँगै कि? ए हो, ए राम्रो भयो ल, बधाई छ। उसो छोरीले काम पाएछ। अस्ति तपाईँसँग आउने हो? ए कस्तो ब्युटिफुल पो रहेछ त। ए बिस्तारै पाउँछ, फुल टाइम मजाले पाउँछ छोरीले है। त्यही त। ल गएको ल, हुन्छ ल, बाई। ल उहाँहरू पनि काममा हिँड्नु भयो रहेछ अहिले। उहाँहरू अब नाइटको गरेर आउनुहुन्छ। मेरो चाहिँ काम अब 7 बजी, कति घन्टा गर्ने हो त, 7 बजी 8 बजीतिर सकिन्छ। अनि टक्क सकेर काममा घरमा जाने हो। अनि नुहाइ धुवाइ गर्ने, खाने, अनि आराम गर्ने। 10-11 बज्छ होला प्रोबब्ली। यस्तो छ लाइफ। गर्नै पर्यो, सबै गर्नु पर्यो, बोल्न नि पर्यो, हाँस्न नि पर्यो, पैसा नि कमाउन पर्यो। के गर्ने, पैसाभन्दा ठुलो केही छैन भनौँ भने पनि केही हुन्न पैसा बिना। अब आफन्त दोफन्तलाई सहयोग गर्नु पर्यो भने पैसैकै सहयोग हुन्छ। अब त के गर्न सकिन्छ र, पैसा कमायो, 1-2 पैसा खर्च गर्यो, अब के गर्ने। पैसा अब यसो अलिअलि हुने बेला उयो टाइम हुँदैन है, घुम्ने फेरि यसो घुमफिर गर्न जान मन लाग्छ। फ्याट्टै उम्किनु पाइन्न, कामको काम। यस्तै छ जिन्दगी। यो चाहिँ यता नयाँ बिल्डिङहरू हो। यस्तो छ, हेर्नुहुन्छ भने युकेको घरहरू यस्तै छ है। ल गाइज, मैले देखाएँ सम्पूर्ण यहाँका घरका डिजाइनहरू, स्टाइलहरू, गाडीहरूदेखि लिएर यस्तो छ। यो मेरो काममा आउने जाने बाटो हो यो। हावा चलेर सिरिरी भइरहेछ। हेर हावा चलेको। आज मार्च कति, 21 मार्च 2025 मा यस्तो घमाइलो छ। यो साल चाहिँ समर लामो जस्तो। यहाँ हेर्नुहोस्, यहाँ घर सेलमा निस्केको छ। अब घर सेलमा निस्किन थाल्यो। अब यो मार्चदेखि लिएर
एकदम घर किनबेच हुने बेला भनेको अब यो मार्चदेखि लिएर अगस्तसम्म हो। किनभने यहाँ चाहिँ घर किन यति बेला किनबेच धेरै हुन्छ भन्दाखेरि सेप्टेम्बरदेखि बच्चाहरूको स्कुल खुल्छ। अब जुलाई र अगस्त बच्चाको छुट्टी हुन्छ, त्यसपछि सेप्टेम्बरदेखि बच्चाको स्कुल स्टार्ट हुन्छ। त्यति बेला चाहिँ अब मुभिङ हुने धेरै चलखेल हुने हुन्छ। त्यही भएर एकदम अब अहिले घर सेलमा राख्नुपर्छ। अनि त्यति बेला धेरै चान्सेस हुन्छ। घरको प्राइस हो भने अब यो साल 1% लास्ट इयर भन्दा 2देखि 4%ले बढिरहेछ। अब हेरौँ कस्तो हुन्छ, किनभने एकदम इन्ट्रेस्ट रेट अहिले बढिरहेछ। पहिलाभन्दा चाहिँ अलिक घट्या हो हुनुभन्दा, तर स्टिल त्यति बढेको छैन, स्टिल घट्या छैन। त्यही भएर घरहरू त्यति साह्रो किनबेच हुन चाहिँ सकेको छैन, तर लाइकली अब बिस्तारै राम्रो हुन्छ होला। हो फर द बेस्ट त्यही भन्न चाहन्छु म चाहिँ। जे कुरामा पनि राम्रो सोच्ने हो, गर्ने हो, राम्रै होला। ल अब म लगभग यहाँ पुग्न लागेँ। अब यो चाहिँ मेरो दोकानको निवास अब पुग्न लाग्यो। गाइस यता भन्नुहुन्छ भने काउन्सिल हाउसहरू हेर्नुहोस् यस्तो छ। यहाँ चाहिँ नेपाली दाइ दिदीहरू नि बस्नुहुन्छ। यस यो युकेले राम्रो फेसिलिटी दिएको छ। बच्चाहरूदेखि लिएर वृद्धहरूलाई, अपाङ्गहरूलाई एकदम राम्रो फेसिलिटी छ। तर काम गर्नु सक्नेले चाहिँ मच्चेर गर्नुपर्छ। ट्याक्स काट्छ काट्नु त, तर ठिकै छ। अब सक्दा गर्दा गर्नुपर्छ, एक्सेप्टेड, केही छैन। भगवान्ले दुईटा हात खुट्टा दिएको छ, सधैँ एकदम तन्दुरुस्ती र क्रस गरे। अब मेरो उसमा आइपुगेको छ है। हावा चलेकै। यहाँनिर चाहिँ दोकान छ र यहाँनिर विलियम हिल छ, यहाँ पर्पक छ, चाइनिज टेक अवे छ। अब पुग्यो है दोकानमा मेरो। यही गोर्खा सुपर स्टोर, नेपालीज, अफ्रिकन, एसियन सबै यहाँ पाउँछ।